हेलो गाइस हैन ओ हाम्रो भाइहरु बार्गेनिङ गर्दाखेरि पुरा के को लागि हो नि यो त 260 270 कति यो भनेको कि मिल प्याकलाई मिल प्याकलाई 180 लाग्यो नि त हो नि त है 270 को आधा गर न 270 को आधा गर न 270 ले पर्दैन कि फेरि अलि सस्तो पर्छ हेलो 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 गादान लाग्यो रे आज हामी स्विमिङ गर्न जाँदैछौँ लास्टै गर्मी भएर चाहिँ होइन खोलामा टक्क लाएर हामी चाहिँ तिनजना जाँदैछौँ मन्दिरमाथि नै जाने हो माछा मारेर खानु पर्ने हो यार पानी माथि त अझै चिसो होला एकदम ओ गाइस हामी अब हाम्रो गाउँठाउँको टक्क जङ्गल घुमघाम यसो हैन एकदम गर्मी लास्टै बढेको छ गर्मी अब दाइ आउनुभएको नि अब बल्ल 3-4 दिन त भयो होइन अब उहाँ अब जाडो ठाउँमा बस्नुभएको अब यहाँ एक्कासी अब गर्मी आउँदा फेरि लास्टै गाह्रो भयो दाइ होइन त्यो कटेजमा जान्छ जान्न तिमीहरू कटेजै हैन त्यो त्यही त यसो बस्नु त ठिक छ रहेछ त त्यहाँ म खान जान्छु पहिला पहिला के गरेको रे कहाँनिर यहीँ परेछ त माछामा नि हो कत्रो कत्रो थियो नि कत्रो कत्रो थियो हातको इसाराले देखाएन देखा कत्रो कत्रो देखाउने रहेछ त यत्रो ल ठिक छ यहाँ चाहिँ अब जो सानो ताल छ यहाँ चाहिँ ड्रोन लिएर आएको भए दामी हुन्थ्यो पनि ताल हो एउटा होइन पहिला चाहिँ डेन्जरै ठुलो ताल थियो पहिला चाहिँ अहिले चाहिँ अब होइन जे सब बारीहरूले गरेर चाहिँ ताल बिगारिदिएको छ यहाँको चाहिँ हामी चाहिँ यहाँ होइन हामी चाहिँ उता माथि हामीभित्र हाम्रो यता भित्र मन्दिर पनि छ मन्दिर माथि चाहिँ गएर हामी नुहाउँछौँ त्यहाँनिर अलिकति ठुलो ताल छ हुन त पहिला यहाँ पनि ठुलो ताल थियो होइन अहिले चाहिँ अब जे होस् अब उसले गरेर चाहिँ भइरहेको छ जङ्गल पुगेर के बोकेर आउनु भयो अब हामी चाहिँ अब यहाँ भित्र मन्दिर आइपुग्न लाग्यौँ होइन भित्र मन्दिर आइपुग्न लाग्यौँ भित्र मन्दिरको हल्का माथि गएपछि चाहिँ एउटा सानो ताल छ त्यहाँनिर गएर चाहिँ हामी नुहाउने हो पहिला त तालै ताल थियो नि अब यहाँ पनि यो पनि तालै अब ठुलो थियो यहाँ पनि ताल अब सबै अब पुरिसक्यो होइन अब पहिरो तातै पुरिँदै गऱ्यो अब अहिले अब ताल हराइसकिसक्यो पहिला तालै ताल अब खोलामा निस्केको तालै ताल हुन्थ्यो अहिले अब सब अहिले अब यसरी दुबेर यस्तो बिचक भइसकेको छ अनि अब आउने चाहिँ हाम्रो यो अब देउता खोला भन्छ यसलाई चाहिँ होइन अब हाम्रो यहाँ मन्दिर पनि आइपुग्यौँ हामी यो चाहिँ हाम्रो मन्दिर जङ्गलभित्र छ ठिकै हाम्रो गाउँबाट 2 किलोमिटर भित्र जङ्गलभित्र चाहिँ हाम्रो यो देउता खोला मन्दिर छ यहाँनिर चाहिँ ल सही हो अब यहाँबाट चाहिँ सिँढी चढेर हामी सिँढी चढेर गयो भने चाहिँ हामी यहाँ मन्दिर माथि मन्दिर छ होइन मन्दिर अब यो पनि मन्दिरै हो अब यहाँ माथिबाट चढेर गयो भने उहाँ माथि मन्दिरै छ होइन अब हामी यहाँ यतातिर जाँदैछौँ हामी यतातिर यताबाट गएर ताल चाहिँ यतातिर छ अहिले सब बन्द छ मन्दिर चाहिँ यहाँनिर सालमा एकचोटि चाहिँ खत्रै हुन्छ अब यहाँनिर यसरी आगो गरेर खतरा हुन्छ अहिले त यो चाहिँ भर्खर बनेको यो चाहिँ होइन हाम्रो मन्दिर चाहिँ खासमा मेन चाहिँ त्यहाँनिर हो यो चाहिँ हाम्रो सीता गुफा भन्ने होइन सीता गुफा यहाँ चाहिँ बर्खामा चाहिँ यहाँ माथिबाट पानी आउँछ होइन टक्क राम भगवानको बुढीको गुफा राम भगवानको बुढीको गुफा
कौन है ये लोग कहाँ से आते हैं यो चाहिँ हाम्रो ठ्याक्क मन्दिरमा अब हामी चाहिँ लगभग तालको नजिकै आइपुगेको छौँ हामीले अब ल यही हो होइन चाल हामी आइपुग्यौँ हाम्रो ताल चाहिँ यही हो सानो छ तर चिटिक्कको छ होइन यहाँ अब दाइहरू मामाहरू भाइहरू हामी 3 जना आइसक्यौँ 4 जना आइसक्यौँ अब हामी यहाँनिर पौडी खेल्छौँ स्टे ट्युन गाइज राम्रोसँग हेर्नुहोस् हाम्रो मिनी ब्लग्स अब हामी यहाँनिर And if you hear this and then go on bend your back, go on bend your knees, baby shake it to the max. Will the DJ please turn up the bass to the max? Please just rewind, let me shake it to the max. Shake it to the max. Shake it to the max. Bad man, she love. Shake it to the max. Please just rewind, let me shake it to the max. Bad man, she love. Bad man, she love. Yeah. Bad man, she love. Bad man, she love. Bad man, she love. Yeah. Bad man, she. अब चाहिँ हामी तालमा आइसकेको छौँ अब ट्र्याक्क बियर फोरेर दाइ यसो हेल्प गरिदिनुहुन्छ कि बिउ चाहिँ चिज चिसो होइन कि भन्छ क्या जस्तो ल्याउँदैन तातो नुन फलाउँदा वाउ पोज्नु पोज यहाँ आमा बियर खाएर म जाडो चाहिँ कामी फेरि Please just rewind, let me shake it to the max. Caribbean girl, me know for tick, me know for top. Yeah, man, I watch my body like say them, I watch a match. Yeah, anything him say them, girl, I do it like it's tax. But make my own money like the girls in movie trap. Classy, real bad girl, me get nasty. I do whatever I want just because I'm bossy. Yes, I'm the one in charge. Never get my pums and him still fall in love. Yeah, and anybody can touch this. Baby, I am not a hoe. Rice and peas, body hotter than jollof. I feel bigger taste anyway, you see my pass. And if you hear this and then go on bend your back, go on. यसलाई ठिक छ एकदम दामी छ कस्तो छ आफ्नो लङ टाइम पछि अब यसरी स्विमिङ गर्दाखेरि पुरा भाइ बाखा चाहिँ एकदम है आफ्नो आफ्नै भइरहेछ नेचुरलमा यस्तै टक्क नेचुरल भ्यू छ टक्क यसरी टक्क बसेर मामा पोज्दिनु न कसले फुटाल्ने भने आजसम्म त्यसले यहाँ चलाइज भनेको ओइ हिरो बाबाले भिडियो गरेर के अरे होइन यो तालमा होइन भिडियो गऱ्यो भनेर पुरा बाबाले भिडियो सर र भिडियो गरेर अब दाइको यहाँ के खिच्नु भएको थियो खिचेर यहाँ देखाउनको लागि भिडियो खोजेको भिडियो नै नआएको रहेछ क्या अब यस्तो ले होइन हामी चाहिँ अब नैदै गरेर सट्टा लगाएर अब फर्किँदैछौँ होइन घरतिर फेरि पुरा कष्टमै हो क्या फेरि अब हामी चाहिँ नुहाइदै गरेर सबै कार्यक्रम भएर चाहिँ हामी अब आफ्नो गन्तव्यतिर लाग्दैछौँ होइन अब आउँदोचोटि फेरि आउँदा फेरि यस्तै ब्लगहरू लिएर आउँला त्यसमा लागि यतिरै भन्दै